मम्मी हजुर को रिसायो अरे सुशीला आमा रिसायो क्या को रिसायो अरे सुशीला आमा किन रिसायो बालेन्सासँग किन रिसाएको गाडी पनि खोज्यो कसले बालेन्साले अनि त्यसले के बनाउने भनेको राष्ट्रपति बनाएन भनेर रिसाएको आमाले राष्ट्रपति बनाउनु पर्दैन मैले पनि राष्ट्रपति बनाएँ अनि त्यसो भने जसलाई त्यसलाई बनाउँछ त नि योग्य मान्छेलाई बनाउँछ त अनि आमा भनेपछि आमाले छोरालाई सुम्पिदिएको के नि त्यो आमाले छोराले सुम्पेको हो जितेर आएको हो सबै जनताले जिताएको हो सुम्पिदिएको होइन कहाँ हो त नि हँ? कहाँ हो त ल म आजदेखि छैन म सुम्पिदिएँ भनेर गएको के नि त्यसले दिएको होइन त्यो राष्ट्रपति बन्ने इच्छा छ होला अनि बनाउनु पर्ने मेरो आमा हुँदैमा मैले तपाईँलाई अब म नेता भयो भने तपाईँलाई मैले मन्त्री बनाउने हुन्छ हुँदैन त्यो त हुँदैन केही तपाईँले जाने सक्नु पर्यो नि त होइन केही जाने छैन केही गरेको छैन त्यो आशिकाले जस्तो गरेको हुन्छ त आशिका एउटा बोल्छ मन पर्दैन आफै क्या अब मन पर्दैन अब भोलि बोल्दैन आयो तपाईँलाई पिर पर्यो सुशीला सुशीला रिसायो भनेर सुशीलाले हिजोदेखि तिम्रो आमा होइन म हो बालेन्साको बुढीले आमा भन्यो भन्यो सुशीला रिसायो रिसायो। आमा रिसाइन् रिसायो तेरो आमा त म रिसाएको छैन हिजोसम्म रिसाएको थिएँ अहिले आयो